Hello guys, welcome to my channel. आज चाहिँ मैले नेपाली स्टाइल चिकन ग्रेभी र ढेँडो बनाएर खान लागेको। मेरो चाहिँ बनाउने स्टाइल यस्तो छ हैन। पहिला तेल हाल्यो, त्यसपछि थोरै मेथी, त्यसपछि चिकन हल्का यसलाई गोल्डन ब्राउन हुन दियो। अनि त्यसपछि प्याज काट्यो, प्याज टमाटर काट्यो, साइडमा राख्यो हैन। मेरो चिकन त्यतिको गोल्डन ब्राउन भएको छ। अब चाहिँ प्याज हालिदिने, यसलाई पनि हल्का गोल्डन ब्राउन हुनेसम्म फ्राई गर्ने। मैले चाहिँ यति बेला बेसार हाल्छु, त्यसले गर्दा राम्रो गोल्डन ब्राउन भएको भन्ने देखिन्छ। यो चाहिँ अदुवा लसुनको पेस्ट हो, यसलाई पनि मजाले मिक्स गर्ने, यसलाई फ्राई गर्ने, एकछिन ढाकिदिने। अब चाहिँ ढक्कन हटाएर मसला एड गर्ने, जिराको धुलो, धनियाको धुलो, रेड चिल्ली पाउडर, गरम मसला थोरै अनि चिल्ली फ्लेक्स एड गरेर यसलाई पनि मिक्स गरिदिने, यसलाई पनि हल्का फ्राई गर्ने अनि एकछिन ढाकिदिने। अब यतिको फ्राई भएपछि टमाटर एड गरिदिने, यसलाई पनि मिक्स गरिदिने अनि एकछिन छोपिदिने यसलाई। पछि यस्तो ग्रेभी भएर निस्कन्छ, यसलाई एकछिन कुक गर्ने। हल्का सल्ट एड गरेँ मैले, त पहिला पनि एड गरेको थिएँ हल्का कम भएर। यसलाई पनि फेरि थोरै पानी हालेर छोपिदिने अनि एकदम राम्रो ग्रेभी निस्किन्छ। वाउ, हेर्दै कस्तो खमखम लाग्दो ग्रेभी अनि बास्ना पनि त्यस्तै मिठो भएर कुक भयो मेरो चिकन करी। अब चाहिँ यसलाई धनिया टपिक गर्ने। दिस रेडी। चाहिँ ढिँडोलाई पानी बसालेको, एकछिन बोइल हुन दिने वाटरलाई अनि हल्का कोदोको पिठो हालेको, पानी पनि बोइल भयो। अब कोदोको पिठो एड गरेँ मैले चाहिँ एकैचोटि अलिक बढी पिठो हालेँ, कम गरेर पकाउनु पर्ने, एकैचोटि बोइल 1 पर्समा मात्रै पकाएँ, धेरै एकै छैन। मिक्स गर्दा मैले घिउ पनि एड गरेँ, मलाई चाहिँ घिउको वास्ता मनपर्छ, सो त्यही भएर मिक्स गरिदिने, यसलाई मस्काइदिने मस्काइदिने। दिस रेडी। त्यसपछि यसलाई चाहिँ 2-4 मिनट 5 मिनट जति पकाउनुपर्छ भने राम्रो कुक भएको हुन्छ, नत्र फेरि छिरपाटी लाग्छ। अब चाहिँ यो रेडी भयो। यसलाई चाहिँ अब एकछिन हल्का यसलाई साइनी बनाएर छोपेर राखिदिने। अनि अब यता मैले प्लेटिङ गरेँ, मेरो पनि रेडी भयो। सलाद थोरै राखेँ, चिकन करी
अनि ढेँडो अनि दही दिस भेरी नाइस कम्बो ल मलाई चाहिँ दामी लाग्यो होइन तपाईँहरू पनि खाने भए कन्ट्याक्ट गर्नुहोस् रे मलाई